जो हामी यत्रो धेरै क्यान्डिडेट पाएको छौँ चाइनिज न्यु इयरमा त्यति धेरै क्यान्डिडेट हामी जति गरे पनि सघाउनु सक्दैन के गर्ने होला यिनीहरूको लागि जसरी हामी यत्रो धेरै आशिषहरू पाएको छौँ बाहिर गएर अरू मान्छेहरू गरौँ न हे ट्युटर सेन यति हो यही नै हो सधैँभरि जिउने रहस्य हेर मैले हजारचोटि भनिसकेँ त्यस्तो कहिले पनि नमर्ने कुनै पनि जादुगरी औषधि छैन किरै यसकै पछि लागेछौ तर म तिमीलाई साँचो कुरा भन्दछु एउटा जादुगरी औषधि भन्दा पनि असल कुरा छ र त्यो चाहिँ अनन्तको जीवन हो साँच्चै मलाई पनि चाहियो त्यो अनन्तको जीवन त्यसो भए किन त्यहाँ गएर त्यो दुईवटा पात्रलाई नसोध्ने थियो छिटो माइकिङहरूसम्म लैजानुहोस् हुन्छ तिमी एकदम चलाक मान्छे छौ आऊ जाउँ मैले यसलाई विश्वास गर्ने भए मैले यसलाई चुने अब म विश्वासी भएँ हुन्छ एकदम राम्रो अब तिमी पहिलो सम्राट भएको छौ यसोलाई पछ्याउने तिमी एउटा आशिषित व्यक्ति हो र के तपाईँहरू पनि आशिषित हुन चाहनुहुन्छ नपर्खनुहोस् अहिले नै यसलाई विश्वास गर्नुहोस् नपर्खनुहोस् अहिले नै यसलाई विश्वास गर्नुहोस् नपर्खनुहोस् अहिले नै यसलाई विश्वास गर्नुहोस् एकदम असल विचार हो यसैमा यो याद गराउँछ कि यदि यसमा विश्वास गर्यो भने हामी अनन्त जीवन मात्र पाउने होइन तर उहाँको प्रेम र उहाँसँगको साँचो सम्बन्ध हामीले पाउँछौँ अनि उहाँले हामी यो संसारमा हुँदा उद्देश्यपूर्ण जीवन बिताएको र उहाँसँगको सदाको त्यो भविष्य उहाँ चाहनुहुन्छ यदि तपाईँले भर्खर यो प्रार्थना गर्नुभयो भने बधाई छ तपाईँले एउटा बहुमूल्य उपहार पाउनुभएको छ र म तपाईँलाई यो खबर आफ्नो क्रिस्चियन साथीभाइहरूलाई बाँड्न वा हामीलाई सम्पर्क गर्न उत्साह गर्दछु प्रिय स्वर्गीय पिता हामीलाई येशू ख्रिस्ट दिनुभएकोमा आफ्नो एकमात्र पुत्र उहाँ हाम्रो निम्ति क्रुसमा मर्नुभयो र तेस्रो दिनमा पूर्ण जीवित हुनुभयो म आफ्नो सोचहरू व्यवहारहरू भाषाहरू जसले परमेश्वरको अपमान गरेको छ त्यसलाई स्वीकार गर्दछु म पश्चाताप गर्न र येशू ख्रिस्टले बहाउनु भएको त्यो रगतले मेरो जीवनको पापहरू धुन्छ भनी विश्वास गर्न चाहन्छु म अहिले मेरो हृदय खोली येशू ख्रिस्टलाई मेरो जीवनको मुक्तिदाता र परमेश्वरको रूपमा पाउन इच्छा गर्दछु कृपया म माथि कृपा गर्नुहोस् मलाई निको पार्नुहोस् र मलाई अगुवाई गर्नु र मलाई शान्ति आनन्द र नयाँ जीवन दिनुहोस् म तपाईँलाई पछ्याउँदछु र पिता कृपया मलाई डोर्याउनुहोस् र सही मार्गमा अगुवाई गर्नुहोस् येशूको नाउँमा म प्रार्थना गर्दछु आमेन यदि तपाईँले भर्खर यो प्रार्थना गर्नुभयो भने बधाई छ तपाईँले एउटा बहुमूल्य उपहार पाउनुभएको छ र म तपाईँलाई यो खबर आफ्नो क्रिस्चियन साथीहरूलाई बाँड्न र हामीलाई सम्पर्क गर्न उत्साह गर्न चाहन्छु